चाहिँ नि आज अबुधाबी जान लागेको यो चाहिँ बस कार्ड हो यहाँ चाहिँ नि बसमा रिचार्ज गर्ने अनि त्यसपछि ट्याप गर्ने हुन्छ हामी चाहिँ बस स्टेसनसम्म बस स्टपसम्म भनौँ न पर्छ हामी राम्री मुया यता हुनुहुन्छ यता हेर्नुहोस् सबैभन्दा राम्री चासमिस सबैभन्दा डल्ली चाहिँ म छु अलिकति अल्की ऊ अलिकति अल्की म छु हामी बस चढ्ने बस स्टपमा आइपुग्यौँ होइन दुईजनाको यस्तै मस्ती चलिरहन्छ अनि बस चाहिँ नि मैले हेरे अनुसार 4:21 मा आउनुपर्ने छ हाम्रो 20 भयो सो 4:20 भयो अब 1 मिनट यहाँ चाहिँ नि बस यदि चढ्न जाने हो भने गुगलमा टाइम टेबल हेऱ्यो भने अब कतिखेर बस आउँछ त्यही हिसाबले आफू घरबाट हिँड्न मिल्छ होइन सो हाम्रो बस स्टप चाहिँ नि यस्तै छ अनि मान्छेहरू कुरिरहेछन् छैन अहिले मान्छे यो बिस्तारले गरेर बस आउन लाग्यो होइन यो बसमा हामी चढेर जाने हो छैन तिमीलाई देखा ओके देखियो यो यस्तै नौटङ्की छ त हो नि आयो हाम्रो बस यही हो यही बस जाने हो ल बस आयो हात्तै घरतिर हामी सिट नपर उभिरहेछौँ यिनीहरूले हिजो लाने भए साथीहरू हामी सिट नपर उभिरहेछौँ तिन झुम बनाएर उभिरहेको मेरो नेल्स हिजोदेखि यही नेल्स देखेर चाहिँ के हेर्ने होला हाम्रो पनि नेल्स छैन छैन चाहिँ भन्न मिल्दैन हाम्रो नेचुरल नेल्स छैन समा हो अहिले त झाला सुषमा रश्मिला म चाहिँ बिचमा छु ओके म बिचमा छु के को म चाहिँ बिचमा छु मेरो हात बिचमा छु मलाई चाहिँ के तिम्रो हात म चाहिँ बिचमा छु अरे लास्ट भयो म हल्ला गर्न चाहिँ मिल्दैन अबि ल हामी नराम्रो देखियो रे क्या होइन क्रिम लाउँदा नि हेरौँ न अझ नराम्रो म यहाँ देखिरहेको क्रिम लाउँदा पनि भन उसलाई चाहिँ नराम्रो लागेर क्या हामीलाई चाहिँ मैले केही भने छैन होइन हामी बसबाट ओर्ल्यौँ होइन आजको ड्राइभर यस्तो खत्तम परेछ कि आधी घन्टा लाग्छ भनेको क्या मैले आधी घन्टादेखि 40 मिनट लाग्नुपर्ने ठाउँमा ठ्याक्कै 1 घन्टा लगाइदियो अब हामी जाँदैछौँ हामी जान चाहिँ कहाँ लाग्यो भन त हामी दुईजना आएको सागर ज्वेलरीमा मिस सागर ज्वेलरी हामी जान लागेको उसको सिग्री लिनुपर्ने छ उसको चाहिँ के ल हामी ठ्याक्क रोड क्रस गर् सुषमाले लगाइसक्यो बनाएर अब हामी त्यहाँ गएर त्यसपछि घाँटीभरि हातको चाहिँ देखाएन ओ उसले बनाएको त्यही हो त्यही हाल्नुको लागि त बनाएको नत्र किन बनाउनु नि है यस्तो के तिमी त लु लु राखिदियो मैले नराख्नु अब हात धोइसक्यो हो आमा एकछिन हो नि के यस्तो नि भ्लग बनाउने हो अब मान्छे कति हुन्छ मजा आउँछ कि अरूलाई होइन रोड क्रस गर्नलाई ल किन हालिदिनु र चेटिएममा इङ्ग्लिस थिच्नु पर्यो हामी पैसा झिक्न लाग्छ उसको सुन लिनुलाई उसको सुन जित्न सुषमा चाहिँ उहाँ पुगिसक्यो हामी चाहिँ यहाँ छौँ हामी अघि नै यस्तै गाडी चढेर आएको हो पैसा हाल्न लगाएको यो चाहिँ नि के अरे रिचार्ज गर्ने मसिन हो ल गरिदिन्छु ल हाल्दै अरू केही भन्ने हो अरू के भन्ने केही भन्नु लाग्यो भन्नु क्यामेरा तेरो साइदिरहेको छु
भन्ने भाउदी यसरी हुन्छ प्रोसेसिङ सुस्ना चाहिँ राम्ररी म यहाँ कपाल मिलाइरहेको छिन् निकाल त्यहाँ साइडमा हामी आइसक्यौँ सुस्ना चाहिँ उहाँ छिन् हामी ठ्याक्क निस्क्यौँ होइन अनि म्याडमले म देखाइदिन्छु एक तोलाको सिक्री लाएर हिँड्नु भएको छ कति अब हामी बस स्टेसनमा जाँदैछौँ यो बस स्टप अनि बसमा कुर्छौँ पैसा छैन सक्को सबै पागल त्यत्रो इन्भेस्टमेन्ट गरेर चाहिँ थाहा छैन के भन्छ यसले होइन अब बस स्टपमा गएर 100 रुपियाँ मैले थोरै दिएर आएको छु कि सबैलाई भन्दै हिँड्छ अब यसले 100 रुपियाँ त थोरै दिएर आएको छ भनेर त्यो चिनिरा भएर पनि 100 रुपियाँ थोरै दिँदा नि केही के भन्छ नाइ भन्न नसकेका हुन् उस्तै भइदिए त्यही त होइन जित्ने ठाउँमा त जित्नु पनि पर्छ क्या हल्का आमा उसको सकिँदैन अर्सको झगडा मात्रै हुन्छ अब त्यो हल्का त्यो बोल्नेसँग मात्रै कुन चाहिँ गाडी हो यो हामी चढ्ने बस चाहिँ 102 हो होइन जतिपल्ट बोल्नु म राखिदिएँ है अब ल हामी अब बस चढेर रुम जान्छौँ होइन त्यसपछि आराम गर्छौँ यसो केही भोग्ला केही बनाएर खान्छौँ होला ओके गुड नाइट बाई 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 भन्नु न बाई होइन खसी मासु पकाउने कुरा हुँदैछ क्या सुषमालाई सोध्दैछ भोलि खसी मासु खाने ल भोलि ल ओके बाई सिट पायौँ भर्खर सिटमा बस्नुहुन्छ मैले चाहिँ उभिरहेको थिएँ अर्को चाहिँ रिसाइरहेको छु अर्को चाहिँ मैले हिँडिरहेको थिएँ उहाँ चाहिँ म देखाउँछु है त्यो उसको नजिकै सिट भएको थियो कि खाली थियो अनि त्यहाँ हामी एउटा यता खाली भयो कि 2टा सिट अनि हामी यता आएको रिसाइरहेको थियो कि उसँग बसेन भनेर